Hello guys, welcome and welcome back to my YouTube channel again. And you? Me, Ron. म चाहिँ समीरा म चाहिँ शिवानी म चाहिँ महिमा अघि भनेको फेरि भनेको है पूजा देउजा हेलो ल अब आज चाहिँ हामी गर्दैछौँ बिरयानी मुक्बाङ यहाँ यति छ चाहिँ यहाँ पनि छ हैन अनि यहाँनिर हाम्रो के छ आज दही छ अनि यो के अरे यो कुरमुरे छ अन्डा खाइसक्यो यिनीहरूले अनि यहाँनिर हामीले हाल्दै खाँदैछौँ अनि यहाँनिर डिउ छ अब चाहिँ हामी खानु आँटेको छौँ खाइदिउँ हातले नै बजाइदिएको ल ओके अन्डा खान दे एकदम मिठो अब डिउ पनि यस्तो हान्दिने होइन खाने मात्रै मुखबाङ मात्रै गरेको छौँ यार एकछिन चियामा भएर राख्छौँ क्या ओके मासु चाहिँ नखानु त्यही त मासु चाहिँ के सजाउने लिएको र ओइ के हो त मलाई पनि लाग्छ बुझ्दैन कोलाको दही बल्ल एक ग्लास खाँदैन त सक्कर पार्टी बल्ल एक ग्लास खाँदैन त सक्कर पार्टी यो खाँदाखेरि सानोको पो याद आयो है यो खाँदा नि हामीले सानोको याद आयो हामीले सानोमा नि खाएको थियौँ यस्तो के खान्थ्यौँ चाउचाउ घरबाट चोरेर लिएर खाँदै है चामलहरू 50 रुपियाँ चामल घरबाट ल्यायो अनि मासु किन खायो दसैँ पनि आयो पहिले त हाम्रो गाउँमा पिङ पनि बनाउँथ्यो अन्त के हो दसैँ खै पिङ चाहिँ हुँदैन हाम्रो गाउँमा ह्याप्पी दसैँ यो भ्लग चाहिँ हाम्रो दाजुहरूसँग पुगोस् है पिङ बनाउनु गाइडहरू पुगोस् ट्याग गरी गरी हाल्नुपर्छ मेरो त गाउँमा खाएको हामी बोक्न नसक्नु मैले यसरी खाँदैन फर्स्ट बाइट खाएको ल भन्न खाएको ल नखाऊ मुखै ल चाख्नु चाहिँ अन्डा ल के भएको दबाई चाहिँ हर्षका दिन लैलै वर्षमा
तिनीहरूले चाहिँ मै खाएको अरे के रियाक्सन हेर्नु अब यो चाहिँ जहिले खान्छ खान्छ अनि फ्याक्रे पानी छ है यस्तो चाहिँ दही हालेर नि कस्तो रमिठो भयो अरे हो यिनीहरू त दही नखाने मान्छेलाई बाल भयो हामीलाई चाहिँ होइन बिरयानी धेरै भयो कत्रो बोलेका गाइजहरू भ्लग बनाउनु देऊ न ल ल के अरे के म त काली भयो त हौ झन् काली छु हामी चाहिँ यहाँ बटुका त्यो धेरै भयो अनि त्यसले बटुका लिनु गएको हामी चाहिँ अब धेरै भयो नि त खाइसकेनौँ त्यहाँ भाँडामा कति देखि नै हाल्नुभयो होला अनि यसले पनि भनिसक्यो भन्दैछ कि अनि देखि नै हाल्नुभयो होला कति धेरै थियो भरे त खाइसक्छौँ मलाई जस्तो लाग्छ किनभने हामीले बिहानको भातको साटो खाएको नि त हामीले अस्ति होइन घरमा बनाउँदाखेरि त्यो 1 केजी हुँदाखेरि 4 जनाले खाएर पनि अझै यति उब्रेर अस्ति पनि भात पुग्यो क्या त्यति मलाई थाहा त्यो 8 जना 10 जनाको छ क्या त्यहाँ त्यही भएर हामी चाहिँ अनि अब हामीले दिमाग लगायौँ अब चाहिँ सबैजनाको आफ्नो घरबाट बटुका ल्याउने घर लाने खाने आफ्नो फ्यामिलीलाई दिने वा दिउँसो आफूले खाने जे गर्ने गर्ने सो त्यही गरेको छ म चाहिँ लिन आएको चाहिँ बटुका हामीले चाहिँ होइन हाम्रो आप्पी बेबीको लागि पनि राखिदिइरहेछौँ सुरुमा छुट्याएको थियो हाम्रो पिरालो बिल्लीजी हेरेर भन्दा मेरो आप्पी माया गर छिटो मलाई हौ गाई छ हाम्रो साथीहरू चाहिँ यति लोभी छ कि अघि हामीले होइन हात धुन जाउँ भन्दाखेरि चाहिँ त्यो खाइदिन्छ भनेर होला कि सबजनालाई जानै मन लागेको थिएन सबजनालाई अहिले चाहिँ बटुका लिनु जाउँ खाने भन्ने बित्तिकै सब घरको त्यो रुहनलाई होइन अघि हामीले चम्चाले राम्रो भन्दा चाहिँ मेरो घर जानै अल्छिआएको छ भने त खानु भनेपछि देख्नुभयो सबजना यस्तै हुन्छ क्या मेरो आप्पीलाई पनि लान्छु म अब चाहिँ अघि चाहिँ मम्मीले ल्याइदिनु भएको थियो कि तर आप्पीले चक्कर गर्थ्यो होला भनेर हामीले पुऱ्याइदिएको थियौँ तर अनि म पनि तिमीलाई लान्छु आज आप्पी अनि अहिले हामीले चाहिँ सुरुमै आप्पीको लागि भाग छुट्याइदिएर राखिसकेको छौँ होइन अब बिरयानी खान लाग्यो भन न मैले खाने अरे के खाने अरे आप्पी मेरो गाइस तिनीहरूले चाहिँ खानु बेर लगाउँदैन त्यसैले हामी चाहिँ छिटो जाँदैछौँ यहाँ कोही आएको रहेछ दाइ समिरा दिदी खाने गाइस अब चाहिँ हाम्रो भाग लगाउने बेला भयो यति उब्रेको छ है हाम्रो बेबीले दही खाएको मैमा पनि टिफिन बोकेर आइसक्यो मेरो पेटलाई किन तिमीहरूले पढाएर आएको यता सार मलाई थर्काउँदैछ हेर सागरे भाइरल भयो सागरेका भात खाना आँटेको अरे यहाँ मक्खन चोर बनिरहेको थियो हाम्रो आस्बी चाहिँ हाम्रो ब्लगर दिदी यसको नाम भन्दिनँ त्यस्तो के होइन कालो होइन भाडा कालो छ A few moments later. So guys, हामी चाहिँ खाएर पनि आइसकेको छौँ झन्डा सल्लाह गऱ्यो सबैजना आफ्नो घर गयो अनि म चाहिँ यहाँनिर भिडियो एडिट गर्नु पर्यो भनेर उयो गरेको छु भिडियो बनाउँदै थिएँ है म त भिडियो भइरहेको छ होला भनेर वास्तै गरेको थिइनँ भरे के गर्नुको लागि पो हेऱ्यौँ भिडियो त अफ होइन अनि भनेको थिएँ भरे लास्टमा त हेर्छु त क्यामेरा त अफ हो त अनि लु म त यस्तो रिसिकेको थियो नि अनि त्यो धेरै हामीले चाहिँ त्यति बेला फेरि यादै भएन के भिडियो मात्र भन्ने त्यो भिडियो बनाउने भन्ने मात्र दिमागमा थियो खाने भिडियो बनाउने भनेर भयो त्यो यादै भएन भरे घामले त धेरै तातेर के अफ भएछ अनि त्यही भएर फेरि अन गरेको थिएँ अन गर्दाखेरि पनि फेरि के भयो अनि यस्तो भयो त्यो एक भाडो बिरयानी राम खाना चाहिँ खाइ जस्तो मलाई जस्तो लागेको थियो अनि भरे लास्टमा त 2 चोटि हालेर खायौँ अनि त्यहाँदेखि त खानै सकेन कसले पनि बमिटाउनु सकेन त मैले खाएको पनि निकाल्छ अनि त्यस्तो भएर चाहिँ हामीले चाहिँ के गर्यौँ अब त्यत्रो छ के गर्ने भनेर चाहिँ अनि सबैजनाले आफ्नो घरमा बुटका ल्यायौँ अनि भाग लगाएर पठाइदिएको अनि यस्तो सबैलाई रिग्रेट भयो रिग्रेट किन भयो थाहा छ
यो बिरयानी कारमा हाल्को भए 250 रुपियाँ हालेको 250 लिएर बरु होटलमा गएर मस्त पिज्जा बर्गर खाँदै बस्छु अब मेरो त भनेर भनौँ अनि अब त्यस्तै अघि तपाईँहरूलाई भने त अर्कोचोटि चाहिँ अब छिटो 10 तारिकमा आउँछ होला भ्लग सो भन्दै आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु भ्लग लामो भएन त्यही कति 6-5 मिनटको भयो जस्तो लाग्यो सो केही छैन तपाईँहरूलाई पनि अल्छी लाग्दैन छिटो यस्तै भइरहेको छ भ्लग भन्ने म चाहिँ यही गर्न चाहन्छु भिडियोलाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु सो ह्याप्पी दसैँ है तपाईँहरूलाई पनि दसैँको शुभकामना हो चाहिँ म सिधै दसैँको भ्लग लिएर आउँछु सिधा केही अरू पनि हुन्छ सिधा सो भन्दै म चाहिँ आज भिडियो यहीँ गर्छु थ्याङ्क्स फर वाचिङ गाइस बाई बाई